मम्मी यहाँ हेर्नु तपाईँलाई यहाँ रोजमेरी ओइल आएछ के गर्नु यो टाउकोमा लाउनु निकाल्नु त हेर्नु त यसलाई ओपन गर्नु अनि त्यहाँ चुच्चो हुन्छ त्यो चुच्चो हो त्यो चुच्चोलाई चाहिँ यहाँ टाउकोमा लाउनु तपाईँको यस्तो हो त्यस्तोमा यहाँ यस्तो यस्तोमा लाउनु खोल्नु नि तपाईँको टाउकै हो त्यो लाउनु त हो त्यस्तो जरा जरामा हो त्यसरी हो त्यसरी लाउनु अर्कोमा पनि लाउनु अनि एकदम यसलाई चाहिँ मसाज गर्नु अब मजाले मध्य भित्रभित्र हो त्यसरी मसाज गर्नु अनि मसाज गर्नु यो चाहिँ नुहाउनुभन्दा अगाडि लाएर गर्नु अरे कि एकदम राम्रो गर्छ किनकि यसमा चाहिँ क्यास्टर ओइल पनि आएको हुन्छ होइन अनि बायोटिन अनि एकदम राम्रो यो भाइरल भएको नि अहिले त्यही भएर यसरी ट्राई गर्नु लाउनु तपाईँलाई ल गाइस मसँग चाहिँ रोजमेरी ओइल आइसकेको छ यो चाहिँ एकदम 100% प्योर हो अनि त्यसपछि यसमा चाहिँ फेरि प्लस के रहेछ भने बायोटिन प्लस क्यास्टर ओइल अनि एभ्रिथिङ भएको नि यति धेरै